कमान्डोको फोर्स थियो क्या, त्यही त प्रधानमन्त्री नकाबधारी थियो नि त त्यहाँ। हिजो मात्रै हेर्नुहोस् न तपाईँ, प्रधानमन्त्री जुरुक्क उठ्न पाएको छैन, सुरक्षाकर्मीहरू जुरुक्क उठेर जुरुक्कै के ट्रम्पको भन्दा खतरा सेक्युरिटी छ हाम्रो प्रधानमन्त्रीको, कम छ होइन। ट्रम्पको, हाम्रो चाहिँ उत्तर कोरियाको चाहिँ के अरे किम जोङको, पुटिनको, मोदीको भन्दा पनि खतरनाक टाइपको चाहिँ एक्टिभ छ क्या जो होइन, एक्टिभ सुरक्षाकर्मी छ। पहिला त केपी शर्मा ओलीलाई गाडीमा चढ्दै गर्दाखेरि चढेर चाहिँ ढोका लाएर भित्र चिर्सक्दा पनि झ्यालबाट बुम चिराउँथे। भन्नुहोस् त, भन्नुहोस् प्रधानमन्त्रीज्यू, भन्नुहोस् प्रचण्डलाई त चाहिँ घचलै गर्थे होइन। शेरबहादुर देउवा समेतलाई पनि उनका सल्लाहकारहरूले उहाँ बोल्नु भन्दा भन्दै पनि गाडीमै पुर्याउँथे क्या बुम होइन। त्यति बेला पनि त प्रधानमन्त्रीको हैसियतले उनीहरूको सुरक्षा त थियो। अहिले यी पत्रकारहरूको हैसियत तर अहिले त 10 मिटर होइन 30 मिटर वरपर मुस्किलले त्यो DSLR क्यामेरा भएर जुम गरेर खिच्न मिल्ने भएर त्यो फोटो चाहिँ राम्रो आउँछ होइन। भने चाहिँ सामान्य क्यामेराले त फोटो खिच्न नमिल्ने हिसाबको छ। त्यो फोटो नि हेर्दै थियो कि लाइभ हाम्रो प्रधानमन्त्री आउनुभयो गाडीमा चढ्नुभयो जानुभयो प्रश्न छैन। जे होस् यतिको चाहिँ हुन पनि पर्छ क्या फेरि क्या। प्रधानमन्त्री भनिसके पछाडि होइन ओठे जवाफ दिने होइन, चाहिँ पत्रकारलाई झम्टिने, पत्रकारको पास खोज्ने होइन, अनेक गर्थे नि त। सक्छ त त्यो पत्रकारले हिजोका प्रधानमन्त्रीलाई जसरी राख्थी पारे नि ती पत्रकारले, ल सक्नु त अहिले हिम्मत छ त बिचरा। अब हिम्मत छ त सक्दैन नसक्ने नै भएर आजित भइसक्यो केटाहरू। हिजो सङ्घीय संसदमा केही महिला पत्रकार पनि त्यही ढङ्गको थिए नि, अनि पुरुष पत्रकारहरू पनि त्यही ढङ्गको थिए नि। उनीहरूले सरेन्डर गरिसक्यो हामी सक्दैनौँ भनेर, स्टाटसमा चित्त बुझाउने होइन। उयो एउटा गीत छ नि, क्याम्पस पढ्न आउने सरले उता पढाउने मैले आँखा जुधाउने चित्त बुझाउने भने हामीले आँखा जुधाउने चित्त बुझाउने भने प्रधानमन्त्री आउनुहुन्छ, संसद भवनमा जानुहुन्छ, प्रधानमन्त्री सँगसँगै यसो अनुहार चित्त जुधायो। अनुहार पनि चाहिँ तपाईँको चाहिँ जुधाउनु पनि पाउँदैन क्या पत्रकारले। हिजो हात मिलाउन पाउँदा त उहाँ अपोजिसनका मान्छेहरू पुरा के भन्छ सौभाग्यशाली भयो भने लेख्दै थिए घन्टी ग्याङका। तर हिजो चाहिँ जे होस् प्रधानमन्त्री अलिक फ्लेक्सिबल भएको देखियो। सत्तापक्षमा होइन प्रतिपक्षका सांसदहरू पनि उहाँले हात मिलाउनु भयो होइन। फेरि नेपाली ब्रान्डको प्रचार नै गरिदिनु भयो गोल्ड स्टारको होइन। आफ्नो पार्टीको सांसद निर्वाचनको बेलामा टेस्ला गाडी पनि उहाँले उपलब्ध गराउनु भएको क्या हो, रातो टेस्ला गाडी। अनि उहाँको गोल्ड स्टार जुत्ता 1400 पर्ने गोल्ड स्टार जुत्ता लाएर हुनुहुँदो रहेछ प्रधानमन्त्रीज्यूले, राम्रै प्रचार गरिदिनु भयो। त्यो चाहिँ राम्रो कुरा छ। अब एक दिन यो भक्तपुरको ऐला पनि खाएर प्रचार गरिदिनु भए राम्रो हुन्थ्यो भन्ने छ कि मलाई। ऐला यो हाम्रो नेपाली ब्रान्ड हो नि होइन। हामी किन चाहिँ तपाईँ विदेशी ब्रान्ड खाने क्या, खाना खानु खाइसके पछाडि नेपाली ब्रान्डलाई नि बरु गुणस्तर बनाएर त्यो खाने नि बरु भनेर के गरिन्छ।